हाई गाइज, आज म पुगेको थिएँ सिद्धार्थ होटेल। आज चाहिँ न्यू इयर स्पेसल इभको लागि सिद्धार्थ होटेलमा प्रोग्राम हुँदै थियो। हेर्न सक्नुहुन्छ म चाहिँ फाइनली पुगिसकेको थिएँ। फाइनली यो रहेको छ सुर्खेतमा अवस्थित सिद्धार्थ होटेल र आजको आउटफिट अफ द डे मेरो यस्तो रहेको छ। अनि मलाई निकै नै खुसी लागेको थियो। त्यहाँ चाहिँ यस्तो राम्रो डेकोरेसनहरू खानेकुराहरू बनिरहेको थियो। अनि मेरो चाहिँ साथीहरूसँग नि भेटघाट भइसकेको छ। अनि हामीहरू चाहिँ के गर्ने आज कस्तो हुन्छ त हाम्रो इभिनिङ न्यू इयरको। अनि एकदमै एक्साइटेड थियौँ, नाच्ने गाउने रमाइलो फुल इन्टरटेन गर्ने भनेर हामीहरू चाहिँ तयारी गर्दै थियौँ र हामी चाहिँ मस्त गफमा लागिरहेको थियौँ। बेला चिसो चिसो मौसम, त्यसमाथि गाना बजिरहेको थियो। हामीहरू चाहिँ एकदमै झुमी नाच्न सुरु गरिसकेका थियौँ। यो चाहिँ स्टार्टिङ थियो साथीहरू। अझै हामीहरूले धेरै रमाइलो, एकदमै चिसो मौसम थियो, 7 बजिसकेको थियो। अनि हामीलाई चाहिँ एकदमै चिसो भएर सिद्धार्थ होटेलले चाहिँ यहाँ चाहिँ हामीले एकदमै तातो आगो पनि तापिरहेका थियौँ। सबैजना त्यहाँको माहौल एकदमै राम्रो थियो। अनि आज चाहिँ विशेष भनेको आज चाहिँ कलाकार आस्था राउत आउँदै हुनुहुन्छ। चिसो मौसममा यस्तो मिठो खाना देखेपछि कसको मन लोभिँदैन साथीहरू। अनि हामीहरू पनि एकदम खानालाई चाहिँ तयारी अवस्थामा र मिठो खानेकुराहरू खाँदै थियौँ। त्यहाँ चाहिँ एकदमै खाना पनि मिठो थियो। साथीहरूले पनि मजाले खाइराख्नु भएको छ। र अरू बेला निकै नै चिसो हुने हामीलाई चाहिँ आज चाहिँ त्यहाँको माहौल, इन्भाइरोमेन्ट, साङ्गीतिक हरेक कुराले हामीहरूलाई चाहिँ एकदमै रमाइलो गराइरहेको थियो। र हामीहरू अझै पनि एकदम इन्टरटेन गरेर आगो ताप्दै बसिरहेको थियौँ। र त्यसमाथि गीत रात निकै नै छिप्पिसकेको थियो, तर पनि हामीले चाहिँ रमाइलो गर्न छोडेका थिएनौँ। अझै पनि मिठो राम्रो गीत बजिरहेको थियो। हामीहरू गीतको तालमा नाचिरहेका थियौँ। आजको मुख्य आकर्षक आस्था राउतजी पनि फ्लोरमा आइसक्नु भएको थियो। उहाँले पनि एकदमै मिठो गीत गाइराख्नु भएको थियो र हामी चाहिँ एकदमै नाचिरहेका थियौँ। सबैजनाको क्यामेरा त्यो साइडमा होस्, सबैजनाको क्यामेरा त्यो साइडमा होस्। र हामीले 2025लाई विदाई गर्दै 2024को शुभारम्भमा छौँ। एभ्रीवन ह्याप्पी न्यू इयर। आउँदैछ अझै हेर्दै गर्नुहोस् आकाशमा। सिद्धार्थ होटल प्राइभेट लिमिटेडले न्यू इयर Happy New Year!